हेर्नुस् न साथीहरू, हिजो आज यो दिन के भएको अचम्म लागेर छ। भर्खर पुसमाग लागे जस्तो कालो अन्ध्यारो भइबस्छ। तपाईँहरूकोतिर पनि यस्तै छ कि के हो? यसो कमेन्ट ठोकौँ त। हरेस लागिसक्यो। घुसघुसे मान्छे घुस्स परेर अन्ध्यारो भएर बस्छ नि, त्यस्तै दिन भएको छ। हेर्नुहोस् न यहाँ दिनहरू त कालो अन्ध्यारो। हाँसौँ हाँसौँ लागेको पनि यो दिन देखेर त मलाई त रौँ रौँ लाग्छ हौ साथीहरू। हेर्नुहोस् त यहाँ दिन कुहेको के भएको यस्तो। तपाईँहरूकोतिर पनि यस्तै छ कि के हो? भर्खर पुसमाग लागेको जस्तो। हेर्नुहोस् न यहाँ थुक्का दिन देख्दा नि म त रुनु मात्रै मन लागेर आउँछ मलाई त यो दिन देखेर चाहिँ। क्या हो के भएको कि अहिले त यस्तो हुने समय होइन जस्तो लाग्छ मलाई त। हेर्नुहोस् है मेरो पछाडि नजाराहरू चाहिँ यस्तै मात्रै आउँछ। फेरि मेरो गाउँको मलाई यो दिन देखेर चाहिँ मलाई भिडियो बनाउनु मन परेर बनाइदिएको साथीहरू। लुत्ता ठोकिदिउँ त कमेन्ट कस्तो छ तपाईँहरूको गाउँतिर। हरेसको जिन्दगी भइसक्यो यहाँनिर। लुगा सुकाउँदा पनि नसुक्ने। अचम्म के काम गर्नु मन लागेको छैन दिन देखेर चाहिँ। क्या रुनु मात्रै मन लाग्दैछ। के भएको हो यो? लु त साथीहरू, कि यस्तै हो कि अहिलेको मौसम, कि मैले पोहोरतिर बिर्सेको हो कि 3-4 दिन भइसक्यो वात्था परेको दिन भएको यो दिन चाहिँ। टक्क यो दिन देखेर चाहिँ मलाई साह्रो विरक्त लाग्दैछ हौ साथीहरू। लु त भनिदिनुहोस् ल। म त नि हरेस भइसक्यो मलाई यो दिन देखेर चाहिँ। अचम्म अचम्म लाग्दैछ। हेर्नुहोस् न कालो कालो। मलाई मात्रै के देखाउनु, म दिन देखाइदिन्छु। यस्तो भएको छ कालिया कालिया। पीछे बहुत ऊंचे ऊंचे पहाड़ है। लु त साथीहरू, मलाई साह्रो उराट लाग्ने दिन लागेको छ हौ। कति दिन भइसक्यो म उराट लाग्दैछ मलाई चाहिँ। भनिदिनुहोस् ल। उराट लाग्यो कि यो ड्रेस लाउनु मन परिहाल्छ फेरि मलाई हो।